पिरो छ नि पिरो छैन आधा खाली पनि सो हेलो गाइज के छ म चाहिँ आज रसुवाको मैलुङ झर्ना गइरहेको छु कि म चाहिँ हामी आज चाहिँ दुईजना जान लाग्यो हो कि दुईजना जान लाग्यो यो चाहिँ मेरो फर्स्ट भ्लग हो कि राम्रोसँग ल सबैले सपोर्ट गरिदिनु होला है त ल हिजो चाहिँ मामासँग हल्का भेट भयो है मामासँग मामाले यस्तो हल्का 25,000 जतिको फाइन पनि हानिदिनु भयो र अहिले चाहिँ मेरो बाइक सो ब्ल्याक भइसक्यो है त ल फुल्ली ब्ल्याक भइसक्यो सब उकान लगाउने सबै उकाएर अझ मेरो ब्ल्याक भइसक्यो है त बाइक यस्तो छ मामासँग हल्का भेट भयो सब उकाउनु पर्यो यतातिरको सबै के गर्नु ठिक छ नेपालमा यस्तै छ रुलै अब ठिक छ केही छैन त्यही पनि ल म चाहिँ आज उता भागे झर्ना भन्छ कि त्यो भागे झर्ना जान लाग्यो हो सबैले हेरेर सपोर्ट गरिदिनु होला त मेरो फर्स्ट भ्लग है त्यो यो नेपालको बाटो यस्तो छ है कहिले बन्छ यो बाटो खोइ यो अफ रोड हिँड्दा हिँड्दा जिन्दगी जानुभयो नेपालको बाटो यस्तो छैन तर जो रमाइलो भइरहेको छ गाइस अब चाहिँ फर्स्ट भ्लग हो यो तपाईँले सब्सक्राइब गर्नु है त गाइस ल ल ल ल फेरि 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 अहिले भिडियो खतरा हाल्छु यो यहाँ चाहिँ भ्यू चाहिँ राम्रो आएर है त ल हामी चाहिँ दुईजना छौँ दाइ पनि ल दाइ र म गएको है त आज हामी भ्यू चाहिँ बगाल आइरहेछ देश हामी चाहिँ सूर्यचोर जाने भन्दा तल्लो बाटो आइरहेको छौँ है त भ्यू चाहिँ यस्तो बगाल आइरहेको रहेछ देश गाउँको भनेर मार्छ नै त्यो गाडी घर हो र ए टिपेर खानु न त के गर्नु
आँप चाहिँ ओप्पी फला रहेछ हेर्नु गाई छु माथि यो आँप चाहिँ यहाँ रहेछ फल्या रहेछ हामी चाहिँ यहाँ छौँ अब टिपेरै खाने एउटा के छ आँप मिठो छ नि मिठो छ है ल हामीले चाहिँ त्यहाँ छ है त बोट त्यहाँबाट टिपेर हामीले खाइयो त एक दुईजना ल अब हामी निस्किन लागेको थियौँ यहाँबाट हेर्दै गर्नु होला गाइस हामी चाहिँ पुग्न लाग्यो त पुग्न लाउँदा चाहिँ यस्तो अफरोड रहेछ ओहो अफरोड रहेछ है त गाइस फाइनली हाम्रो आउनलाई चाहिँ लगभग 2.5 घन्टा जति लाग्यो है त 2.5 घन्टा लाग्यो अब चाहिँ आइपुग्नु लाग्यो हामीले चाहिँ अब खाजाको लागि पनि यसो चिसो किन्यो चिसो अनि एक दुईवटा कुरुमुरेहरू किन्यो अब यही खाने हो बडा भनेर बाटो चाहिँ गाइस लास्ट अप्ठ्यारो रहेछ अलिअलि धेरै त होइन अरू त पिच रहेछ यो थोरै चाहिँ हेर यस्तो छ यो अनि ओहो फाइनली आइपुग्न लाग्यो अब 5 मिनट जति लाग्छ है त गाइस ठुलो नि यस्तो छ त्यता हो र ए हो जाउँ उकालो रहेछ है त गाई उकालो अफरोड ओहो ल गाइस आइपुग्नु लाग्यो त अब चाहिँ बाटो चाहिँ यस्तै छ है ल बाटो चाहिँ उकालो रहेछ एकदम
सो अब चाहिँ ठ्याक्कै आइपुग्न लाग्यो है त हामी। यो बाटो चाहिँ उँभो जाने होइन रहेछ, तलतिर बाटो रहेछ। हामी त बिर्सेछ क्या बाटो भुलेछ, त्यो भएर अब चाहिँ पुग्न लाग्यो। यताको भ्यू चाहिँ यस्तो छ है त। ल गाइज रमाइलो चाहिँ रमाइलो हो। बाटो चाहिँ पिच रहेछ हल्का। बाइक चाहिँ अब यो यस्तो फोहोर भएछ, यो चिट हानिहाल्यो मामाले। अब के गर्ने, यस्तै छ नेपालमा। सो गाइज हामी पुग्यो है। हामीले त्यो भनेको झर्ना चाहिँ उहाँ माथि छ, ऊ हल्का देखिरहेको चाहिँ म देखाइन्छ है, उहाँ छ। हामी चाहिँ त्यहाँदेखि पल्लो झर्नामा आइपुगेको छौँ है त दुईजना। ल हेरौँ है त गाइज कस्तो छ। यस्तो छ है त गाइज यहाँको चाहिँ। हेलो एकदिन म आएँ। हामी त छैन आइपुग्यौँ है त। ल बाइकहरू चाहिँ लास्टै फोहोर भएको छ है फेरि दुइटै। खोला चाहिँ यस्तो रहेछ। ल ल हामी चाहिँ अहिले खाजा खान थाल्यौँ है त। हामीले चाहिँ मुरेर यस्तो ल्याएको छ। दुईजना यही खाने हो। टक्क तलतिरको भ्यू हेर्दै हेर्दै। ल गाइस मासतिर पनि यस्तो छ फेरि। मासतिरको भ्यू यस्तो छ गाइस, तलतिरको यस्तो हुन्छ। बिचमा चाहिँ हामी दुईजना छौँ है त। ल भ्यू यस्तो छ यहाँ। ठिक छ, भिडियो त्यो राम्रै बनाएको जस्तो लाग्यो। सब्सक्राइब गरिदिनु। आएर रिग्रेट हुने आउँदै छैन है। आइएनुसार चाहिँ त्यो फाइदा छ होइन, फोटो भिडियोको लागि। त्यही हो। ल भ्यू चाहिँ बबाल छ गाइस। मासतिर चाहिँ भ्यू त्यही हो। ल टक्क माउन्टेन भ्यू, माउन्टेन त होइन, त्यो माउन्टेन हेर। माउन्टेन भ्यू खाएर टक्क माथिको भ्यू हेर्दै त गाइस। माथिको भ्यू बल्छ तलतिरको नि कोपी छ है त। माथितिर यस्तो छ है त। ल के गर्ने, माथितिर जाने? ल हामी चाहिँ माथि जान लागेको है त। माथितिर राम्रो छ भने उता चाहिँ यस्तो छ है गाइस। माथिको भ्यू हेरौँ है त। कहाँ जाने हो? हामी चाहिँ माउन्टेन ड्यू खाँदै चढिरहेको छौँ है त पहाड। बाटो चाहिँ लास्ट अप्ठ्यारो रहेछ। अझै माथि जाने हो र? हामी चाहिँ यहाँ आइपुग्यो त। ठ्याक्कै त्यसको फेदामा। अप्ठ्यारो छ यार बाटो त। हामी चाहिँ माथि आएको छौँ है त गाइस। यहाँ चाहिँ पुरै माथिको भ्यू देखिरहेको छ है त। म सबै देखाइदिन्छु। ल यहाँ यो चाहिँ माथिको भागै, यो माथिको यो माथि भयो। यहाँदेखि सट्ट मुनि छ। अब ल जानु उँधो त यस्तो छ है। ल गाइस हामी चाहिँ निस्किन लागेको है त। ल अब जान लाग्यो रेडी हो जानलाई।